आज चाहिँ म यस्तो खतरा ठाउँमा छु गाइज। म त गएँ तल झरेँ। रुखले राम्रोसँग हेर्नु है त्यहाँ के छ खत्तम। हेर्नुहोस् गाइज म कस्तो खतरा डेन्जर रुखमा आइदिएको छु यहाँ। ल हेर्नुहोस् गाइज अघि नै मान्छे यति थोरै हुनुहुन्थ्यो अहिले यति धेरै हुनुहुन्छ र यहाँ यस्तो। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ र सदाको ठाउँ मेरो चाहिँ यहीँनिर ब्लग स्टार्ट गर्ने। मैले चाहिँ आज पनि यहीँबाट ब्लग स्टार्ट गरेको छु। आज चाहिँ म स्पेसल्ली कहाँ जाँदै थिएँ भन्दाखेरि मेरो प्लान त्यो भइरहेको थियो चाहिँ कि म हेभन डाँडा यता के उता इन्द्रतह त्यता डाँडामा जान्छु भनेको। त्यहाँनिर चाहिँ मेरो साइकल पनि बिग्रेको रहेछ क्या होइन। अनि त्यहाँबाट चाहिँ म त्यता नगएर चाहिँ आज चाहिँ यता किर्तिपुरतिर जान पऱ्यो भनेर लागेको। फल्दै रहेछ यार यहाँनिर कस्तो दामी दामी फुल है यतातिर साइडमा हेर्नु दामी फुल छ यता। अनि आज चाहिँ अब किर्तिपुरतिर जान पऱ्यो भनेर लागेको है। अनि अब म चाहिँ किर्तिपुरै जान्छु होला सायद, किर्तिपुरको डाँडातिर जान्छु। अनि त्यहाँबाट त्यहाँनिरबाट चाहिँ भ्यू दामी देखिन्छ। म अस्ति नेपाली पनि गएको थिएँ जान चाहिँ। अब आज पनि जान्छु। त्यहाँनिर चाहिँ खतरा हुन्छ त्यहाँनिर नि घुम्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ क्या त्यहाँनिर चाहिँ। तपाईँहरूलाई म त्यहीँ लिएर जान्छु अनि भिडियो चाहिँ हेर्दै गर्नु होला है त। म सुरुमा चाहिँ पसल जान्छु अनि त्यहाँबाट पसलबाट चाहिँ अनि म जान्छु। हाम्रो चाहिँ पसल बन्दैछ यहाँनिर काम यहाँ धमाधम भइरहेछ है गाइस। यहाँनिर हाम्रो पसल बन्दैछ यहाँनिर चाहिँ। यस्तो दामी डेकोरेसन भएको छ नि यहाँनिर है, दामी छ दामी। कति घन्टा आइपुग्छ हामी? मेरो साइकल त बिग्रियो नि यार। किन? अब त्यो खै बनाउँछ कि के गर्छ थाहा छैन। कहाँ थियो? कहाँ जा बनाउन देखाइन त्यहीँ थन्केर भइरहेको त। अब त्यो बनाउने कि त बेच्दिने 3000 दिन्छु भने खाजामा 2-3000 बेच्दिने। गाइस 3000मा त्यो साइकल 3000 दिन्छ अरे क्या। त्यो यता बेच्न लिएर गयो नि त्यो दिउँ कि के गरौँ नदिउँ होला है। कोही बेला मलाई भिडियो बनाउनु सजिलो भयो, यताउता हिँड्न पनि एकदम सजिलो हुन्छ क्या फेरि त्यो भयो भने चाहिँ है। सो गाइस म चाहिँ पुलमा पनि आइसकेको छु अहिले चाहिँ। यहाँनिर आज खासै भिडभाड चाहिँ रहन्छ यहाँनिर, नत्र भने त्यहाँ कति धेरै मान्छे हुनुहुन्छ क्या यहाँनिर। तर घुम्नको लागि चाहिँ यो पनि खतरा हो क्या, खतरा। काठमाडौँको भ्यू पनि यहाँनिरबाट दामी देखिन्छ होइन। घुम्नको लागि चाहिँ राम्रो छ क्या यस ठाउँ। हेर्नु नि यहाँ यो किर्तिपुर जाने भइहाल्यो, यताबाट किर्तिपुर जाने भइहाल्यो। यो यतापट्टि साइडमा किर्तिपुर पुग्छ यहाँनिर। तलबाट नि रोड छ अनि त्यहाँबाट यहाँबाट पनि जानु हुन्छ सिधै। यहाँबाट झन् छिटो हुन्छ क्या। यहाँ तल पनि छ क्या ठाउँ चाहिँ दामी छ नि त यहाँनिर ठाउँ। घुम्ने ठाउँलाई हेर मैले कस्तो दामी ठाउँ ल्याइदिएको नि तिमीलाई। कहिले आएको थियौ तिमी? यता हेरिदेऊ न। यता सुतेछ त मजाले। यहाँनिर तल पानी यो के खोला भन्छ यसलाई? विष्णुदेवी हो कि के भन्छ यसलाई? विष्णुदेवी हो। यहाँनिर बगिरहेको छ काठमाडौँको भ्यू। यहाँ यस्तो बवाल देखिन्छ नि। अहिले म त्यहाँनिर पनि जान्छु। त्यहाँनिर गएर म तपाईँहरूलाई म देखाउँछु। हजुर तलतिर पनि जान मिल्छ। जाने हो तलतिर गएर आउनु न तल जमिन। चटपटी नि खानुपर्छ है दोस्त। दिपिन यहाँनिर के हरियाली छ क्या फेरि है। तर अस्ति नै आइसकेको कि आउन चाहिँ यहाँनिर आएर यहाँ चटपटी खाएर नि गएको। म भिडियो नि बनायो भने हेर्नु न। भिडियो त हालिसकेँ युट्युबमा, अब यो अर्को भिडियो भइहाल्यो। बस्ने ठाउँ पनि छ यहाँ माथि आउनु। यहाँ के खतरा है चराचुरुङ्गी आवाज। आमामा हेर्नु ल हेर यस्तो बब्बाल देखिन्छ यहाँनिर। हेर ल हेर दोस्त बस्ने नै हो बस्न त। आहा क्या दामी छ ठाउँ त यहाँनिर दामी बनाएको छ नि। तर यतातिर त ठाउँ त खतरा छ। ओहो के हो या गाइस? यस्तो अप्ठ्यारो बोर्डमा पनि यो के लेखायो? माथिसम्म लेखायो हेर्नु है त।
रुखले राम्रोसँग हेर्नु है त्यहाँ के छ अलि यहाँनिर लाइट पऱ्यो हामी ऊ त्यहाँ परको ढुक ऊ त्यहाँनिर छ नि यता यो ढुङ्गामा जानु लाग्यो है त जाउँ न त्यहाँनिर के अरे खोला नालामा चाहिँ तपाईँको यो जति मान्छेहरू हुन्छ नि त जनसङ्ख्या वृद्धि विकास हुँदै गयो नि उति उति फोहोर हुँदै 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 गएको छ क्या यहाँनिर चाहिँ यस्तो फोहोर बनाइदिएको छ नि हेर्नु न खाएर उ गरेर पुरै डेटिङ बस्दिने यहाँनिर अनि त्यहाँबाट चाहिँ पुरै फोहोर पारिदिने है यस्तो त भएन नि गाइस हो कि ल भन्नु त यहाँनिर कस्तो खतरा ठाउँमा चाहिँ यहाँनिर त पुरै यो आरु फलेछ त है आरु खाने बेला भएपछि आरु खाने बेला भएपछि चाहिँ यहाँतिर आउँदा नि हुँदो रहेछ ल आरु चाहिँ हुँदैन हेर्नु नि तपाईँ भर्खर हवाई जहाज भर्खर भयो यहाँनिर पुलमा हेर्नु यहाँ कति हाइटमा छ क्या पुलले हेर्नु यहाँ यति माथि छ क्या हेर्नु ल यहाँनिर खोला चाहिँ यस्तो फोहोर छ है फेरि यहाँ त यहाँनिर कागज यो पुरै यो के भन्छ अरे बोतल अनि त्यहाँबाट चाहिँ त्यो पुरै त्यो जङ्क फुडको चाहिँ त्यो प्याकेटै प्याकेट छ यतातिर त्यतातिर चाहिँ ल हेर्नुहोस् यहाँ भगवान् मेरो युट्युबमा राम्रो भ्यू जाओस् है त खतरा लागेन तिमीले ठाउँ दिपिन तिमीले लाग्दो रहेछ धन्न जस्तै आज मैले खासमा कर गरिकन लिएर भन्दा पनि केही फरक पर्दैन क्या उसलाई मैले उयो कलङ्की चाहिँ भन्नु राखेको थियो अनि त्यहाँबाट यहाँनिर यस्तो खतरा घुम्ने ठाउँ हो भनेर मैले लिएर आएको झन् साथी त अनि झ्याउलाएर खाएँ दोस्रोलाई लगाइस् म पुलमा पनि आइपुगिसकेँ अहिले चाहिँ खतरा 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 हेर्नु न यहाँनिर कस्तो टाइम देखाएँ भ्यू खतरा रमाइलो ठाउँ है यहाँ त रमाइलो है लास्ट रमाइलो है यहाँनिर चाहिँ म गइनँ त अघि यहाँनिर के मूर्ति बन्दैछ कि हो कि हाम्रो दिदी आउनुभयो शर्मिला दिदी दिपिन अघि नै हामी यहाँ तल त गएन त है उ त्यहाँनिर जाने त्यहाँनिर नि के स्ट्याचु केही मूर्ति बन्दै रहेछ क्या त्यहाँ होइन आउन आउनु होइन नि तपाईँले मैले के अरे यहाँ यता तपाईँको कोठा हुँदै आउँदैछ नि त्यही भएर तपाईँलाई फोन गरेँ क्या दिदीहरूलाई त सम्झिने त त्यही दसैँ तिहारमा हो क्या अब अरू बेला सम्झिनै हुँदैन नि ल हेर्नुहोस् कस्तो दामी देखिरह हामी यहाँ तल पनि गएर आयौँ अघि है त्यहाँनिर हजुर हामी अघि उहाँ पुगेर नि उहाँ पर ऊ त्यहाँबाट घुमेर उता उता चाहिँ गएन यता यता गएर घुमेर आएको ऊ यहाँ तल पनि गएको त्यहाँनिर खोलामा पनि त्यहाँनिर पनि के भयो पुल हल्लाइरहेको थियौँ यहाँ मजाले अब त अल्छी लाग्दैन होला नि पुल हल्लाउन थालेपछि सिस्टर क्या हालचाल ल हेर्नुहोस् गाइस अघि नै मान्छे यहाँ यति थोरै हुनुहुन्छ अहिले यति धेरै हुनुहुन्छ अरे यहाँ यस्तो दामी छ कि है ठाउँ चाहिँ घुम्नको लागि म आएपछि त फेरि अनि मैले भिडियो बनाएपछि त्यहाँ त 1 मिलियन भ्युज त त्यसै आउँछ गाइस होइन त्यही भएर पनि दिबिन जस्तै उता उता व्यस्त छ यहाँनिर पनि फेरि खतरा छ नि दिदी के तलतिर जाने त तलतिर नजाउँ होला हजुर केही पनि छैन छन त यहाँनिर रातो फुल छ रातो नि होइन यो के हो पिङ्क पिङ्क कलरको यो कहाँ हो पिङ्क खेल्ने ठाउँ यता हजुर कहाँ है पिङ्क खेल्ने ठाउँ जाउँ न त त्यसो भए म यहीँसम्म किर्तिपुर गुम्बामा जाने हो र मलाई त थाहा छैन जाने दिदी
अब एकछिनमा घर जाने रे कीर्तिपुर गुम्बा क्या ए कीर्तिपुर गुम्बा यहीँ पर ए हुन्छ जाने पनि होला यहाँबाट लाग्छ म यतासम्म चाहिँ आएको थिइनँ क्या गाइस अहिले आएको फर्स्टचोटि उता पर चाहिँ म आएको थिएँ कस्तो डेन्जर यहाँनिर बढी महिना आउन चाहिँ एकदम बेटर हुन्छ क्या गाइस यहाँनिर यस्तो शीतल यो यहाँ शीतल छैन त नि भोकेल भन्नु न शीतल छ त अनि यता उताभन्दा शीतल छ क्या यहाँनिर मान्छे उहाँ पुरै रत्न पार्क पुगेर तिमीहरू आएको भनेर अनि उहाँ के भन्छ अरे स्कुटीमा पाङराङमा उहाँ हावा भर्न पऱ्यो मान्छे जाउँदो भनेर लिएर आएको ए को तपाईँ साथीसँग जानु भएको छैन त्यो तपाईँको उसमा जाँदाखेरि भन्नु थियो क्या तपाईँको रुममा जाँदाखेरि दिदी उता जानुभएको भनेर भन्नुभएको थियो खै त पिङ त भेटेन त खै कहाँ यहाँ तल यहाँ गाएन तिमीहरू क्या होला त यहाँ तल त गएन पिङ खेल्नलाई म त आछु पिङ त के हो त्यो हेरौँ न त्यो पिङ आफै झुन्डिने हो क्या आफै झुन्डिने पिङ छैन म त नआउ कि क्या हो मेरी बाफ्रे खै छ उतापट्टि चाहिँ हिँड न बरु उतापट्टि समात्ने नि यता त समात्दिन म चिप्लिन्छ त्यहाँबाट हेर्नु है त गाइस ल गाइस म यहाँनिरबाट खेल्छु है त चिप्लिन मजा हुन्छ ओइ 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 खेल न हाटे हानी दुईटो पट्टि भए चाहिँ समात्न सकिन्थ्यो के हुँदैन आऊ न नाम बोल म त अघि नै आइसकेँ यहाँ नि ठिकै हो जानु त खै त म आज चाहिँ म यस्तो खतरा ठाउँमा छु गाइस हेर्नुहोस् यहाँनिर यो यसलाई के भन्छ दिदी यो अब यस्तै हो यो एक्सर्साइज गर्ने ठाउँ होला मलाई लाग्छ है हेर्नु न यो ढिकी चाहिँ खेल्नु कहाँ हो ए म त गएँ तल झरेँ यहाँबाट भित्र पनि जानु मिल्छ यहाँनिर यस्तो टेन्ट हाउस यसमा त्यो ऊ हालिदियो भने चाहिँ सेम टेन्ट जस्तै देखिन्छ यो हेर्नु न यसको बनावट त्यस्तै छ क्या पिङ हो यो पिङ हो हेर्नु न पिङ यो बिग्रिसक्यो रहेछ यो चाहिँ पिङ नै हो नि हो जाम अब फर्किम गाइज लो गाइज गुम्बा जाने हेर कहाँ गुम्बा जाने कि नजाने नजाउँ फर्क्यौँ होला फर्किम दिदी गर्मी भयो अल्छी लाग्यो नजाउँ कहाँ जाने अब आऊ न आऊ जहाँ गयो म तिमीले लिएर जान्छु कहाँको गुम्बा भन्नुभयो त्यो देखाएको छ नि अहिले हामीले त्यहाँ देखिरहेको छ नि त मान्छेको कहाँ उहाँ माथि त्यहाँ एउटा देखेर नि अँ त्यो घरले घर जस्तो हो देखा त्यहाँनिर गएको खायो नि त्यहाँ त गएको छैन कति टाइम लाग्छ कति रमाइलो छ नि त्यहाँ हो लगभग मजाले हिँड्यो भने 45 मिनट जाने भयो नि जाम्ला नि गाइस म तपाईँहरूलाई लिएर जान्छु त्यहाँ गयो भनेदेखि चाहिँ हेर्नुहोस् गाइस म कस्तो खतरा डेन्जर रुखमा आइदिएको छु यहाँ ल धेरै नाटक नगर नाटक होइन क्या यहाँनिर कस्तो खतरा रुख छ हेर्नु न जङ्गलमा सो गाइज आजको भिडियो चाहिँ कस्तो लागिरहेको छ तपाईँहरूलाई कमेन्ट गर्नु होला होइन अनि त्यहाँबाट नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला कागले हगिदिन्छ कि क्या हो हग्दैन होला त्यहाँ माथि छ क्या काग मेरो पानी सङ्ग्ला छ अहिले कस्तो धमिला आउँछ कस्तो हामीबाट एउटा सिनेमेटिक भिडियो त लिने
ल गाइस हाइकिङ गएर आइयो हाइकिङ आज अलि भर्न परिकन अब दिदीले चाहिँ हाइकिङ गए जस्तो लागेको छ मलाई चाहिँ किर्तिपुर यता घुम्न आए जस्तो लागिरहेको छ उसले चाहिँ के लागिरहेको छ दिदीले चाहिँ कस्तो लागिरहेको कस्तो लागिरहेको उसले चाहिँ अल्छी लागिरहेको निन्द्रा लागिरहेको छ निन्द्रा निन्द्रा लागिरहेको अनि अजिब अजिब मान्छे देखेर कस्तो लाग्यो अब यो ठाउँ नै अजिब छ त अनि मान्छे अजिब नदेखे के देख्छौ तिमीले अनि ए अजिब बेला पनि अल्छी लाएर सुतिरह मजाले अनि अल्छी लाग्छ अघिबाट आएको नि लगाइज अब कस्तो लाग्यो भिडियो चाहिँ हुन्छ होला नि हजुर तलबाट तलबाट सुदर्शन तलबाट हजुर ओ त्यो हाम्रो स्कुल भन्दै तपाईले कस्तो मिठो बनाउँछ चटपटी खाना चटपटी खान जाने लगाइ हामी चाहिँ अब चटपटी खान जान लागेको अनि त्यहाँबाट भिडियो लाफिङ अनि भिडियो चाहिँ कस्तो लाग्यो अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र हामी फेरि अर्को भिडियोमा भेट्नुपर्छ है त बाई बाई गाइज